10औं संस्करणको आईसीसी टी20 विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दैछ। खेल मुम्बईको वान डे स्टेडियममा नेपाली समय अनुसार दिउँसो 3:15 बजे सुरु हुनेछ। नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी20 विश्वकप खेल्दैछ। रोहित कुमार पौडेलको कप्तानीमा नेपालले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। दुई पटकको च्याम्पियन टोली इंग्ल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ अनि नेपालले समूह चरणका आफ्ना 4वटै खेल वान डे स्टेडियममा खेल्नेछ। यो विश्वकपमा नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन्। सोमपाल कामी भने नेपालले खेलेका 3वटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन्। कप्तान रोहित पौडेल सँगै ओपनर कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह एरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्। प्रतियोगितामा 20 वटा टोलीलाई 4 वटा समूहमा बाँडिएको छ। प्रतियोगिता आउँदो मार्च 8 तारिक अर्थात् फागुन 24 गतेसम्म चल्नेछ।